सबैजनालाई नमस्कार, म रमेश बाबुको तर्फबाट। यो भिडियो चाहिँ म जस्तैको लागि है त, म जस्तै कन्फ्युजमा रहनुभएका मान्छेहरूलाई। सुरु-सुरुमा फेसबुक चलाइन्थ्यो र त्यसमा चाहिँ एउटा टास्क आउँथ्यो, 100 वटा स्टार पुरा गरेपछि टास्क कम्प्लिट हुने। मलाई लाग्थ्यो कि यो टास्क पुरा गरिसकेपछि सायद मोनिटराइज हुन्छ होला मेरो फेसबुक एकाउन्ट भन्ने मलाई लाग्थ्यो। सायद त्यस्तो तपाईँहरूलाई पनि लाग्छ भने यो बिल्कुल गलत हो। किनभने त्यो एउटा सानो रकम कमाउने एउटा माध्यम मात्रै हो। त्यो टास्क ठुल्ठुला कन्टेन्ट क्रिएटरहरूको पनि पुरा भएको हुँदैन। कसैको हुन्छ, कसैको हुँदैन, है। त्यो पुरा हुने बित्तिकै तपाईँको मोनिटराइज हुने भन्ने त्यो गलत हो, है। यो कतिले चाहिँ सोच्नु भएको होला यो कम्प्लिट गर्न पाएदेखि मेरो मोनिटाइज हुन्छ कि भन्ने, त्यो बिल्कुल गलत हो। तपाईँले आफ्नो कन्टेन्ट ओरिजिनल कन्टेन्ट बनाउन नछोड्नु, हैन। तपाईँले आफ्नो घर-गाउँ, तपाईँले आफ्नो गरेका कुराहरू, तपाईँले आफूले मिनी भ्लग जेसुकै होस्, आफ्नो कन्टेन्ट बनाउन नछोड्नु र कन्टिन्यू गर्नु। मोनिटाइज एक दिन अवश्य हुन्छ, है। यति इन्फर्मेसन लिएर मैले सानो भिडियो बनाएँ। थ्याङ्क यू, किप वाचिङ, बाइ बाइ।